दर्शकहरू नमस्कार। हामीहरू यति बेला पुरानो बजार जनकपुर धाममा छौँ। अब हामीहरू जानकी मन्दिर प्रवेश गर्न लागिरहेका छौँ। यहाँनिर देख्न सकिन्छ जानकी मन्दिर र जानकी मन्दिरको प्रवेशद्वारसम्म सवारी साधनको प्रवेश सहज छ। यहाँनिर देख्न सकिन्छ यहाँनिर मन्दिरमा चढाउनको लागि फुल प्रसाद यो प्रवेशद्वारमै प्राप्त गर्न सकिन्छ। यसरी यहाँबाट चाहिँ अगाडि बढ्दै जाँदा यस मन्दिरमा प्रवेश गर्न सकिन्छ। यो खुल्ला प्राङ्गण, मन्दिरको ठुलो प्राङ्गण छ यहाँ र यो देख्न सकिन्छ जानकी मन्दिरको यो बाहिरी रूप। यहाँ जुत्ता चप्पल राख्नको लागि निःशुल्क जुत्ता चप्पल राख्ने ठाउँको पनि व्यवस्था छ। यसपछि हामीहरू मन्दिर प्रवेश गर्न लाग्दैछौँ। यो मन्दिरको मुख्य प्रवेशद्वार यसरी यहाँबाट चाहिँ प्रवेश गर्न सकिन्छ। यो अत्यन्तै कलात्मक ढङ्गले सजाइएको छ। त्यसै गरी हामीहरू यहाँबाट अगाडि बढ्ने क्रममा मन्दिरको मुख्य भागतर्फ जाँदैछौँ। यो मन्दिरको मुख्य भाग यहाँदेखि र यहाँसम्म चाहिँ गर्न सकिन्छ। यो चाहिँ मन्दिरको मुख्य गर्भगृह। र यो भागमा सूर्यकिशोर बाबाको प्रतिमा छ र मन्दिरको दाहिनेतर्फ हनुमानको मूर्ति राखिएको छ। र यस मन्दिरबाट केही बाहिर निस्किसकेपछि यहाँनिर अगाडिपट्टि जाने भागमा मन्दिर परिक्रमा गर्दै गर्दा यहाँ सांस्कृतिक सङ्ग्रहालय पनि छ यस भागमा। र सङ्ग्रहालयमा जानको लागि नेपालीहरूको लागि 15 रुपियाँ र भारतीयहरूको लागि 10 रुपियाँको टिकटको व्यवस्था छ। र यस सङ्ग्रहालयमा मुख्य रूपमा यो मन्दिरमा का प्रतिमाहरूलाई लगाइदिने कपडाहरू तथा मिथिला कलाहरूको सङ्ग्रह गरेर राखिएको देख्न सकिन्छ। त्यसै गरी यहाँदेखि केही अगाडि यहाँनिर अर्को एउटा मन्दिर पनि छ। सीता माताको माइती भन्ने यस मन्दिर यहाँनिर देख्न सकिन्छ। गरी यहाँ विभिन्न पूजाहरू भइरहेका छन्। साथै यस स्थानमा भजनको पनि अजन्म अखण्ड श्रीराम महायज्ञको पनि भनेर यहाँ लेखिएको छ। यो बाहिरी भाग देख्न सकिन्छ मन्दिरको। अत्यन्तै कलात्मक ढङ्गबाट बनाइएको यस मन्दिर बेजोड नमुना छ कलाकृतिको। र मन्दिरको यस भागमा फुलहरू पनि राखिएको छ। गमलामा फुलहरू छ। यो भित्र जानकी मन्दिर भएको मुख्य मन्दिर चाहिँ यसलाई भनिन्छ। यो पुरै सिंहमरमर ओछ्याएर बनाइएको छ।
यहाँ सफा छ, पानी पोखिएको कारणले गर्दा हिँड्नलाई अलिकति चापचाप्ती चाहिँ देखिन्छ। यसलाई व्यवस्थापनले राम्रोसँग व्यवस्था गरिदियो भने यो सांस्कृतिक धरोहरमा आउने पर्यटकलाई अत्यन्तै उत्कृष्ट हुने आशा गर्दछौँ। मन्दिरको बाहिर बगैँचा छ। प्रवेशद्वारसम्म मिठाईका ठेलाहरू आएको देख्न सकिन्छ। विभिन्न प्रकारका मिठाईहरू। हनुमानको मन्दिर सँगै लक्ष्मणको मन्दिर देख्न सकिन्छ। यो सरसरी रूपमा मन्दिरलाई यसरी बाहिरबाट निहाल्न सकिन्छ। मन्दिर परिसर यो मन्दिरलाई बेतनाथ शाहले पुनर्निर्माण गर्न लगाएको 9 लाख रुपियाँ खर्च गरेर पुनर्निर्माण गर्न लगाएको कारणले गर्दा 9 लाखका मन्दिर रहेको पनि भन्ने भनाइ छ। चाहिँ यसरी चारैतर्फ मन्दिरहरूसम्म पसलहरू होटलहरू देख्न सकिन्छ। यो आन्तरिक पर्यटनलाई परिवर्तन तथा यस ठाउँमा आई आफ्नो मनोकामना पुरा गर्नको लागि यो जनकपुर धाम अत्यन्तै उत्कृष्ट गन्तव्य हुन सक्छ। आन्तरिक पर्यटनको प्रवृत्तिमा सघाउ पुग्दछ र यो अत्यन्तै मनोरम धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिएको यस स्थल आफैमा एक अद्भुत कलाकृतिको नमुना रहेको देख्न सकिन्छ। धन्यवाद।